सम्पूर्ण साथीहरुमा नमस्कार। शिक्षक सेवा आयोग तयारी गरेर बसिरहनु भएका सम्पूर्ण साथीहरुलाई अत्यन्तै उपयोगी हुने शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग हुने एउटा महत्त्वपूर्ण रणनीति अथवा शिक्षण सिकाइ विधि जिक्सको बारेमा मैले आज थोरै जानकारी दिने प्रयास गर्दैछु। जिक्स असाध्यै विद्यार्थी केन्द्रित विधिहरु मध्येको पनि असाध्यै राम्रो र उपयोगी विधि भित्र पर्दछ। यो जिक्स कसरी सञ्चालन गर्ने, यो विधिमा कसरी अध्यापन गर्ने भन्दा कक्षा कोठामा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई 5 वटा समूहमा विभाजन गर्ने। 5 वटा समूहमा विभाजन गर्ने। अनि 5 समूह सुरुमा विभाजन गरेको 5 वटा समूह जसलाई हामीले होम ग्रुप भनेर भन्छौं। एउटा समूहको नाम हो ए र 5 वटा समूहमा विभाजन गरेको हो भने त्यो 5 वटा समूहमा विभाजन गरेको भने प्रत्येक समूहमा सदस्य संख्या 5 हुनुपर्छ। यदि 6 वटा समूहमा विभाजन गरेको हो भने प्रत्येक समूहमा सदस्य संख्या 6 हुनुपर्छ। जति समूह त्यति प्रत्येक समूहको सदस्य संख्या। र अर्को समूह हामीले राखौं बी अनि बी 5 र अझ एउटा समूह हामीसँग 5 समूहको कुराकानी गरेका थियौं। सी यो एउटा समूहका सदस्य भए, यो एउटा समूह, यो अर्को समूह। त्यस्तै गरी अर्को समूह छ हामीसँग डी र अर्को छ डी र अर्को समूह छ हामीसँग ई र ई। यो 5 वटा समूहलाई हामीले होम ग्रुप भनेर भन्छौं। होम ग्रुप भनेर भन्छौं। यो 5 वटा समूह भनेको होम ग्रुप है। अब होम ग्रुपलाई हामीले डिफर्म गर्छौं। प्रत्येक समूहबाट एक जना सदस्य निकालेर अर्को एक्सपर्ट ग्रुप बनाउँछौं। यो एक्सपर्ट ग्रुपमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने यो समूहको अगाडिको ए बी सी डी ई यो एउटा एक्सपर्ट ग्रुप भयो। अब यो समूहबाट यो यस्तो गरी अर्को ए बी सी डी ई अर्को एक्सपर्ट ग्रुप भयो। अर्को फेरि एक्सपर्ट ग्रुप के हुन्छ ए बी सी डी ई। फेरि अर्को एक्सपर्ट ग्रुप के हुन्छ ए बी सी डी ई। अर्को एक्सपर्ट ग्रुप के हुन्छ ए बी सी डी ई। अब 5 वटा एक्सपर्ट ग्रुप भयो। यो होम ग्रुपबाट प्रत्येक समूहका एक वटा सदस्य यहाँ निकालियो, अर्को एक वटा यहाँ, अर्को एक वटा यहाँ, अर्को एक वटा यहाँ, अर्को एक वटा यहाँ। सुरुमा कक्षामा भएका विद्यार्थीहरुलाई 5 वटा समूहमा विभाजन गरियो। 5 समूहमा विभाजन गरेको हो भने प्रत्येक समूहमा सदस्य संख्या 5 बनाउनु पर्छ। 6 वटा समूहमा विभाजन गरेको हो भने प्रत्येक समूहमा विद्यार्थी संख्या 6 वटा बनाउनु पर्छ। प्रत्येक समूहलाई हामीले होम ग्रुप भनेर भन्छौं। त्यो प्रत्येक समूहका प्रत्येक सदस्य एक जना सदस्य पर्ने गरी यहाँ एउटा समूह बनाऊ। प्रत्येकका एक वटा पर्ने गरी अर्को बनाऊ। प्रत्येकको एक वटा पर्ने गरी अर्को एवं रीतिले बनाउँदा 5 वटा समूह अर्को नयाँ तयार हुन्छ। यसलाई एक्सपर्ट ग्रुप भनेर भनिन्छ। मानौ हामीले मोनेरा, प्रोटिस्टा, फन्जाई, प्लान्टी, एनिमेलिया जुन किङडमको बारेमा पढाउनु पर्ने छ कक्षामा भने अब त्यो समूह मध्ये यो समूहलाई हामीले मोनेरा भनेर नाम दियौं। यो समूहलाई प्रोटिस्टा भनेर नाम दियौं। यो समूहलाई फन्जाई भनेर नाम दियौं। यसलाई प्लान्टी भनेर नाम दियौं। सुन्नुस् है। र यसलाई के नाम दियौं एनिमेलिया भनेर नाम दियौं। अब यो मोनेरालाई चाहिने सबै ट्युटोरियल म्याटेरियल, यसलाई पढ्नको लागि जान्नको लागि चाहिने सबै म्याटेरियल मोनेरासँग सम्बन्धित भिडियो, वेब सामग्रीहरू अथवा कुनै रिडिङ सामग्रीहरू हामीले मोनेराको सम्बन्धीको यो समूहलाई दियौं। यो एउटा एक्सपर्ट समूह फर्स्ट मोनेरा हो यो समूहको नाम। यो प्रोटिस्टामा एक्सपर्ट हुने समूह हो। त्यस्तै गरी यो फन्जाई भित्रका सबै कुराहरू, यसका विशेषता, यसका उदाहरणहरू, यसका सबै कुराहरू यो समूहको यो फन्जाई समूहले पढ्छ। यो प्लान्टी समूह हो, यो एनिमेलिया समूह हो। यो मोनेरामा एक्सपर्ट हुन्छन् यहाँ भएका सदस्यहरू। यहाँ भएका सदस्यहरू प्रोटिस्टामा एक्सपर्ट हुन्छन्। यहाँ भएका सदस्यहरू फन्जाईमा, यहाँ भएका सदस्यहरू प्लान्टी र यहाँ भएका सदस्यहरू एनिमेलियामा एक्सपर्ट हुन्छन्। यिनीहरू आफ्नो चाहिँ विषयवस्तुमा एक्सपर्ट हुन्छन्। जब यिनीहरू आफ्नो विषयवस्तुमा एक्सपर्ट भइसक्छन्, यिनीहरूले आफूलाई चाहिने सबै टिचिङ म्याटेरियलहरू, रिडिङ म्याटेरियलहरू सबै प्राप्त गरिसकेका हुन्छन्। ट्युटोरियल म्याटेरियल प्राप्त गर्छन्।
आफ्नो समूहमा मोनेराको एक्सपर्ट भएपछि यो ए यहाँ जान्छ, बी यहाँ जान्छ, सी यहाँ जान्छ, डी यहाँ जान्छ, ई यहाँ जान्छ, आफ्नै घरमा फर्कियो। अब यहाँबाट फेरि प्रोटिस्टाबाट अर्को ए यहाँ जान्छ, फेरि बीसीडी यहाँ जान्छ, यहाँको ए फेरि यहाँ जान्छ, बी यहाँ जान्छ, सी यहाँ जान्छ। यिनीहरू रेस्पेक्टिभ होम ग्रुपमा फेरि फर्कन्छन्। फर्केपछि यहाँ आएको एउटा ए मोनेराबाट आएको हुन्छ, एउटा ए प्रोटिस्टाबाट आएको हुन्छ, एउटा ए फन्जाईबाट, एउटा ए प्लान्टीबाट, एउटा ए एनिमेलियाबाट। भनेपछि यहाँ आएको एउटा ए के को एक्सपर्ट हो? मोनेराको एक्सपर्ट हो, एउटा प्रोटिस्टाको एक्सपर्ट हो, एउटा फन्जाईको एक्सपर्ट हो, एउटा प्लान्टीको एक्सपर्ट हो, एउटा एनिमेलियाको एक्सपर्ट हो। एवं रीतिले प्रत्येक समूह बी यहाँ पनि त्यस्तै हुन्छ, यहाँ नि त्यस्तै, यहाँ पनि त्यस्तै, यहाँ पनि त्यस्तै। प्रत्येक सदस्यहरू एक एकवटा सब्जेक्ट म्याटरको एक्सपर्ट भएर आउँछन्। अनि मोनेराबाट गएकोले मोनेरा सम्बन्धी कुरा अरूलाई सिकाउने, प्रोटिस्टाबाट एक्सपर्ट भएर गएकोले प्रोटिस्टा सम्बन्धी कुरा अरूलाई सिकाउने। एवं रीतिले फन्जाई, एनिमेलिया, प्लान्टीबाट गएका एक्सपर्ट मेम्बरहरूले आफू केमा एक्सपर्ट हो त्यो आफ्नो मेम्बरका, आफ्नो ग्रुपका मेम्बरहरूलाई होम ग्रुपमा सिकाउनुहुन्छ, जान्ने बनाउनुहुन्छ। जानिसकेपछि उहाँहरू सबै प्रत्येक समूहबाट एक एकजना सदस्यलाई अगाडि आएर फरक फरक, कुनैलाई मोनेराको बारेमा, कुनैलाई प्रोटिस्टाको बारेमा, कुनैलाई फन्जाईको बारेमा, कुनैलाई प्लान्टीको बारेमा, कुनैलाई एनिमेलियाको बारेमा अगाडि प्रेजेन्टेसन गर्न लगाउने। मोनेराबाट गएको एक्सपर्टलाई होइन यो समूहमा, होइन मोनेराबाट गएको एक्सपर्टलाई मोनेरा बाहेक अर्को कुनै सोध्ने, प्रोटिस्टाबाट गएको एक्सपर्ट कुनै व्यक्ति यहाँ हुनुहुन्छ सदस्य, उहाँलाई प्रोटिस्टा बाहेक अरू फन्जाई, प्लान्टी, एनिमेलिया मध्ये कुनै एउटाको बारेमा प्रश्न सोध्ने, अगाडि प्रेजेन्टेसन गर्न लगाउने। यसो गर्दा अध्ययन कस्तो भएछ भन्ने कुरा टिचरलाई जानकारी पनि हुन्छ अनि शिक्षकले फिडब्याक पनि लिनुहुन्छ, जसले गर्दा शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी आफैले पढ्ने, आफ्ना साथीलाई आफैले पढाउने है। यो भनेको विद्यार्थी केन्द्रित विधि मध्येको पनि असाध्यै उत्कृष्ट विधिभित्र पर्छ। मैले यसलाई फेरि सर्टकटमा भने 5 वटा समूह बनाउने, त्यसलाई हामीले होम ग्रुप भन्छौँ। प्रत्येक समूहलाई डिफर्म गरेर एउटा समूहको एकजना पर्ने गरी अर्को 5 वटा एक्सपर्ट समूह बनाउने, एक्सपर्ट समूहलाई एक एकवटा सब्जेक्ट म्याटरमा एक्सपर्ट बनाउने र तिनीहरूलाई फेरि आफ्नै होम ग्रुपमा फिर्ता गर्ने, जसले गर्दा प्रत्येक होम ग्रुपमा भएका प्रत्येक मेम्बरहरू एक एकवटा सब्जेक्ट म्याटरको एक्सपर्ट भएर आएका हुन्छन् र त्यहाँ नलेज सेयरिङ गरेर एकले अर्कोलाई सिकाएर यो सम्पूर्ण विषयवस्तुहरू सम्पूर्ण सदस्यले सिक्न सक्छन्। यसरी हामीले विज्ञानको शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन सकियो र यो रणनीतिबाट बिल्डिङ नलेज चरणलाई हामीले अगाल्न सकियो भने पक्कै पनि शिक्षण सिकाइ क्रियाकलाप असाध्यै फलदायी हुन्छ र शिक्षक सेवा आयोग तयारी गर्नुभएका तमाम साथीहरूलाई यो रणनीतिबाट शिक्षण सिकाइ क्रियाकलाप बनाउँदा र लेख्दा त्यो राम्रो नवीनतम बन्नेछ भन्ने मलाई लाग्छ।